हेलो एभ्रिवान। आज मेरो हातमा हजुरहरूले एउटा अनौठो टाइपको केही देख्दै हुनुहुन्छ होला हैन, तर त्यस्तो अनौठो मान्न पर्दैन। यो चाहिँ अमलटास भन्छ यसलाई, अथवा राजवृक्ष पनि भन्छ हैन। कतिजना हजुरहरूले त खानु पनि भएको छ होला, कतिजनाले खानु भएको छैन होला। नखानेहरूको लागि चाहिँ यो एकदमै राम्रो चिज हो। म हजुरहरूलाई के भन्छु भने यो चाहिँ हजुरहरूले 4-5 वटा चाहिँ यसको त्यो पल्प जस्तो हुन्छ क्या, लेदो जस्तो हुन्छ, त्यो निकालेर चाहिँ पानीमा त्यसलाई भिजाएर बिहान खाली पेटमा खान सक्नुहुन्छ हैन। 4-5 वटा त्यो सिडमा टाँसिएको हुन्छ, त्यसलाई चाहिँ भिजाएर खाने हो कि। अनि बिहान खाली पेटमा खानु, अनि हजुरको डाइजेसनलाई पनि एकदमै राम्रो गर्छ यसले हैन। कति धेरै कब्जियत छ भने पनि यसले एकदमै राम्रो गर्छ हजुरलाई। अनि मैले चाहिँ किन खाएको भन्दाखेरि यसले हेमोग्लोबिन पनि एकदम राम्रो बनाउँदो रहेछ कि। मेरो हेमोग्लोबिन अलिक डाउन थियो, अनि मैले चाहिँ यसलाई युज गरेँ, 10 दिन जति खाएँ हैन। हेमोग्लोबिन पनि अलिअलि बढ्यो। हजुरहरूमा पनि त्यस्तो समस्या छ भने यसलाई हजुरहरूले प्रयोग गर्न सक्नुहुन्छ हैन। मैले चाहिँ ट्राई गरेको, त्यही भएर मैले हजुरहरूलाई पनि इन्फर्म गरेको। यदि पाउनुहुन्छ भने चाहिँ यो ट्राई गर्नु होला। ठिक्क खानु, धेरै खायो भने चाहिँ डायरिया हुन्छ हैन। तर हाम्रो हेल्थको लागि चाहिँ एकदमै राम्रो चिज लाग्यो मलाई है त। थ्याङ्क यू।